ए व्यापारी हो, अब तिमीहरूले एउटा हावा उद्योग खोल। यो देशमा वायुमण्डलमा भएको सबै हावालाई त्यसमा जम्मा गर अनि पैसा लिएर सास फेर्ने मान्छेहरूलाई बेच। त्यसमा सिन्डिकेट गर, हावा नदिएर हडताल गर अनि जनतालाई मार। अब त्यो गर्न मात्रै तिमीहरूले बाँकी छ। मिल्ने भए हावा उद्योग खोलेर सिन्डिकेट गर्थ्यौ होला तिमीहरूले पनि। कति सहने, जहाँ त्यही ठगी भइरहेको छ जनतामाथि। उपचारका लागि अस्पताल जाउँ, त्यहाँ पनि सरकारी डाक्टर कालो बजारी गर्दै बिरामीलाई अन्यत्र निजीमा पठाउँछन्। सडकमा जाउँ, मन पर्दै भाडा तानातान ज्यान नै फुस्काउलान् भन्ने डर। कपडा पसलमा जाउँ, जति मन लाग्छ उति रकम। होटलमा जाउँ उस्तै, किराना पसलमा गए बिना बार्गेनिङ रकम असुली। बैंकहरुमा उस्तै, बोर्डिङ स्कुलहरुमा बाल बच्चा पढाउँ उस्तै। सरकारी कार्यालयमा जाउँ, जुका जस्तै स्याउस्याउती उम्रिएका दलाली। ग्यास कम्पनीहरुको कम तौलको ग्यास बनाएर गरेको लुटपाट। जहाँ हिँडो त्यही जनतामाथि यस्तै खालको मार पारिएको छ। खै कहाँ छ जनताको अधिकार र हित? किन हुँदैन यस्ता मनपर्दी गर्ने जनमाराहरूमाथि कारबाही गर्ने निकायका व्यक्ति नै कारबाही गर्नुपर्ने खालका देखिएका छन्। सुनौ बजार संरक्षण अधिकृत भनिएका विष्णु पौडेलका टिमुर्किएका भनाइहरू। यहाँहरूले बजारमा गएर पनि हेर्नु भयो नि, के कुराहरू हेर्नुभयो? पानीसँग सम्बन्धित विषयको अनुगमन गरेको, त्यसमा पनि उजुरी परेपछि हामीले के रहेछ गएको र त्यो व्यवसाय चाहिँ के कसरी चाहिँ सञ्चालन गर्न आएको त्यो कुराहरू अफिसमा आएर अरूसँग सुटबुटी गर्ने कार्यक्रम छ। त्यसपछि मात्रै अरू थाहा हुन्छ। यो पानीमा पनि सिन्डिकेट जस्तो देखियो नि, होइन? त्यस्तै किसिमको कुराहरू चाहिँ भयो, तर अब छानबिन गरेर चाहिँ नगरिकन त यसो भन्नु पनि हुँदैन नि। जुन हिसाबले आरोप लगाइएको छ त्यस्तो गर्न पाइन्छ कि पाइन्न कानुनी हिसाबले? त्यो त कानुनी हिसाबमा त सिन्डिकेट गर्न नपाइने हो, तर छानबिन पछि मात्रै कुराहरू थाहा हुन्छ नि त। होइन, नियमले चाहिँ के भन्छ? व्यवसाय गर्न पाउने कि नपाउने त्यो त कुरा हो नि त, त्यसो भन्न मिल्छ र। सरसर्ती देखिँदाखेरि 12 रुपियाँको पानीलाई 25 रुपियाँ पर्दो रहेछ हिसाब गर्दाखेरि। अब व्यवसायको नाम भन्दा पनि उपभोक्ताको हितको पनि त कुरा आयो नि, होइन र? हजुर, एकदम यस्तो यो विषयमा त हामी छानबिन गरिरहेको छौँ। भनौँ न अब अनुसन्धानको क्रममा छ कि अनुसन्धानको क्रमको कुराहरू त अहिले कुरा अरू भन्ने कुरा आयो नि त। उनीहरूसँग अनुसन्धानको क्रममा भइरहेको छ, त्यसपछि मात्रै थाहा हुन्छ। कारबाही दफा अनुसार के हो यो? अलिकति अनि कस्तो कारबाही हुन्छ यो चाहिँ? त्यहाँ त कारबाही कस्तो हुने भन्ने कुरै अब पहिले त छानबिन नगरेर अनुसन्धान नगरिकन त यही हुन्छ भन्न मिल्छ र भने होइन। भयो भने यो किसिमकोसम्म हुन सक्छ भन्ने त होला नि। त्यो त अदालतले गर्ने कुरा हो। हामीले भन्ने त हामी त अनुसन्धानको मात्रै हो कि, हामी त अनुसन्धान गरेर सम्बन्धित अदालतमा बुझाउने गर्ने कुरा हो। मैले यहाँलाई नै निर्णय गरिदिनुहोस् भन्नु भन्दा पनि प्रावधान चाहिँ कस्तो कस्तो हुन्छ भनेर मैले यहाँलाई सोध्न खोजेँ सर। होइन, मलाई यति मात्र भनिदिनु सर। हेलो, मलाई लास्टमा यति मात्र भनिदिनुहोस् कि कानुनी प्रावधान के हुन्छ, कस्तो कस्तो हुन्छ? अनुसन्धानको कुरामा अनुसन्धान भइसकेपछि भन्ने कुरा हो। होइन, अनुसन्धान भयो भने त्यस पछाडि के हुन्छ भनेर सोध्न खोजेँ सर। तपाईँलाई मैले एउटा जनताको तर्फबाट सोधे हो। होइन, कानुनी प्रावधान भन्ने त हुन्छ होला नि सर, यो भयो भने यो हुन्छ भनेर। मैले यहाँलाई दोषी को हो भन्नु भन्दा पनि यदि दोषी भयो भने चाहिँ कस्तो सम्मको कारबाही हुन सक्छ मात्र सोध्न खोज्या हो। होइन, यदि कारबाही हुने भयो, दोषी ठहरियो भने मात्रै त कारबाही हुने एउटा ठाउँ होला नि। जस्तो कि मान्छे मारेको प्रमाणित भयो भने यति वर्षको कैद हुन्छ भन्ने हुन्छ नि। हेलो हेलो, यस्ता छन् कर्मचारी अझै पद भने बजार संरक्षण अधिकृत रे। जुन गोरुको सिङ छैन उसकै नाम तिखे भनेको यही हो। यिनले नै व्यापारीसँग साठगाड गरेको जस्तो देखिन्छ। जिल्लामा बसेर मिडियामाथि सूचना लुकाउने, यी अधिकारीमाथि कारबाही गर्ने कि नगर्ने सकिँदैन भन्ने जिम्मेवारीमा किन बसेको? जनताको करबाट रकम खाएर किन जागिर पकाएको? लाज लाग्नु पर्दैन? यस्तै कर्मचारीहरूको कारण व्यापारीहरूले ठाउँ पाएका छन् खेल्ने, पैसा खेल्ने क्यासिनो जस्तो बनेको छ बजार। यस्ता कर्मचारी र व्यापारीका कारण दैनिक अत्यावश्यकीय उपभोग्य वस्तुमा गैर कानूनी बन्देज लगाउने र ठग्न पाउनु पर्ने माग प्रति सकारात्मक सहमति जनाउँदै सरकार व्यवसायको नाममा उपस्थित बिचौलियाहरूसँग जहिले पनि झुक्दै आएको छ। खोल्साको पानी सिधै ट्याङ्करमा राखेर बिक्री गर्ने ट्याङ्कर व्यवसायले सरकारलाई गुणा टेकाउन 4 दिन पानी वितरण ठप्प पारे।
सुन पसल अनुगमन गर्दा व्यवसायीले प्रमाणित नगरी तौल मेसिन प्रयोग गरिएको, बढी रसायन मिसाइएको, गुणस्तर कायम नगरेको कैफियत भेटियो। सरकारले सुन पसलमा अनुगमन गर्न नहुने, मिसावट गरे पनि कारबाही गर्न नहुने लगायतका माग उनीहरूले राखे र दोकान बन्द गराए। यस्ता व्यापारीहरूलाई कारबाही नहुँदा मिसावट सुन बिक्रीको मनोबल बढेको छ। मानिसको दिशामा पाइने कोलिफर्म दुधमा भेट्टाउँदा पनि सरकारले कारबाही गर्न हिचकिचाइरह्यो। नियममा कोलिफर्मको मात्रा शून्य हुनुपर्ने उल्लेख छ, तर व्यवसायीले भने यसको मात्रा बढाउनु पर्ने भन्दै सरकारी निकायमा लबिङ सुरु गरे। तर पछि कोलिफर्मले हानि नगर्ने भन्दै अर्का एकजना सरकारी अधिकारीले पत्रकार सम्मेलन नै गर्न भ्याए। के खाए। सरकारलाई घुँडा टेकाउन ट्याक्सी चालक पनि आन्दोलनमा उत्रिए। ट्याक्सीको मिटर बिगारेर चलाएको भन्दै कारबाही गरेपछि चालकहरूले काठमाडौँमा सडक जाम गर्दै नारा लगाए। सरकारले उपभोक्ता ठग्ने व्यापारीहरूलाई कारबाही गर्नुको साटो उन्मुक्ति दिँदै आएको छ। यसले के देखाउँछ भने राज्यले सबै सेवा क्षेत्रलाई निजीकरण गर्दै मुठ्ठीभरका ठेकेदारहरूको हातमा सुम्पिनु हुँदैन भन्ने दृष्टान्त यी सबै घटनाहरूले देखाइरहेको छ। राज्यसँग हरेक सेवाको विकल्प हुनुपर्दछ अनि बल्ल राज्यलाई धम्की दिने यस्ता निकायहरू, दलालहरू लाइनमा आउनेछन्। अहिलेसम्म कार्यक्रम सुन्ने तपाईँ ब्रेक थ्रु प्रेमी सबैमा हार्दिक धन्यवाद दिँदै म सुभाष पण्डित पनि बिदा हुन्छु। नमस्कार।